नमस्कार अनि हार्दिक स्वागत छ मिलन भ्लगमा। तपाईहरुको माझमा मैले आज अर्को नयाँ भिडियो लिएर आएको छु। आज हामी चाहिँ अफिसका सम्पूर्ण स्टाफहरु मिलेर चाहिँ फेरि पिकनिक जाँदै छौं। आज पनि हामी पिकनिक जाने तयारीमा छौं। हामी चाहिँ हाम्रो गाडी रेडी भइसकेको छ। केही सर म्याडमहरु चाहिँ आउनु भएको छैन। अब आएपछि चाहिँ हामी चाहिँ पिकनिकको लागि रेडी हुँदै छौं है त। हेलो, के नाम हो भन्देऊ न? जिज्ञास कराल। के रे? जिज्ञास? जिज्ञास के? नाम भन्न। मेरो मिलन केसी। आज कहाँ जाने हो हामी? पिकनिक। कहाँ? झरना। झरना? झरना गएको छौ कि नाइ? सानो बच्चाको नि थाहा छ। म त डुबकी लगाउनु। हो? डुबकी लगाउन मन छ? कपडा खन्ने हो नि। सलाङ डुबकी लगाउनु। हो? त्यस्तो रमाइलो गर्न मन छ हैन? यो चस्मा चाहिँ कसले किनिदिएको? मम्मुले हो? हो र? कति रुपैयाँ हो यो? 20 रुपैयाँ? 20 रुपैयाँ हो यो? 50 हैन? 50 हो? खै देखाउ त। कतिवटा आइसक्रिम आउँछ यसले? दुईटा? जम्मा? एउटा मलाई है। मिलेर खाने कि नाइ? बाबुसँग रमाइलो कुराकानी पछि चाहिँ हामी अब यात्रा सुरु गर्दै छौं। सर म्याम आइसक्नु भएको छ। अब चाहिँ हामी पिकनिकको लागि रेडी भएर पनि यसो गाडीमा जाँदै छौं हैन। ट्याक्क हामी चाहिँ अब गाडी चढ्नेमा छौं है त। यो चाहिँ बुडर बजार हो। बुडरको मिल चौराई भन्छ यसलाई चाहिँ हैन। यताबाट चाहिँ हाम्रो पहाडका 7वटा जिल्ला जान्छ। यताबाट चाहिँ हाम्रो डडेलधुरा जगबुढा जाने बाटो हो। चाहिँ हामी चाहिँ मासु लिएर जाँदै छौं। उहाँ चाहिँ मासु पसले दाइ हुनुहुन्छ। आज चाहिँ पिकनिकमा जानुहुन्न उहाँ। यो चाहिँ हाम्रो प्राप्ति मेडिकल हल छ। यहाँबाट पनि हामीले एकजनालाई लिएर जाँदै छौं। हाम्रो यो प्राप्ति मेडिकल हलबाट चाहिँ यहाँ चाहिँ भर्खरै नयाँ खुलेको हो हैन। उहाँ म्याडम पनि हामीसँगै आज पिकनिकमा जाँदै हुनुहुन्छ। नानु आउनु न, पछि पकाइसकेपछि आउनु होला। हामी पकाउँछौ, तपाई खाना आउने भिनाजो। हामी चाहिँ मिल चौराईबाट पनि हिँडिसक्यौ। अब हामी चाहिँ अहिले छतिवन स्वास्थ्य चौकीबाट यहाँबाट चाहिँ जाँदै छौं हैन। यो छतिवन स्वास्थ्य चौकी हो हैन। यो चाहिँ हाम्रो अफिस हो। यहाँ चाहिँ स्वास्थ्यको सेवाहरू पनि प्रवाह गरिन्छ। यहाँबाट चाहिँ हामी चाहिँ सबैजनाहरू चाहिँ यही तयारी गर्दै छौं कसो जानलाई चाहिँ पिकनिक जानलाई चाहिँ हैन। यो चाहिँ हाम्रो 2 नम्बर वडा कार्यालय हो। अब हामी चाहिँ यहाँबाट यात्रा सुरु गर्छौं। हाम्रो चाहिँ गाडी चाहिँ रेडी भइसकेको छ। हामी चाहिँ उताबाट आइसकेका छौं। अब चाहिँ हामी यहाँबाट चाहिँ बुडर मेन बजार चाहिँ बुडरको बजार हुँदै हामी जान्छौं। यही चाहिँ इलाका प्रहरी कार्यालय पनि अलि अगाडि रहेको छ हैन। यस्तो छ है त।
अब चाहिँ हामी पुरान बजारदेखि हिँड्दैछौँ होइन हामी चाहिँ सबैजना जम्मा भएर जाँदै चाहिँ उता गएर चाहिँ डिजे लिएर जान्छौँ होइन हामी चाहिँ सबैजना यसरी जाँदैछौँ दियो गले मन ल साथीहरु हामी चाहिँ छोरा पिकनिकको लागि चाहिँ हिँडिसकेका छौँ आजजना भित्र हुनुहुन्छ हामी चाहिँ यो ट्राफिक नियमको रोकम हेलो किन के किन्ने बुखर छ यहाँ रेखालाई फोन गरौँ अहिले चाहिँ हामी भीमदत्त राजमार्गमा हिँडिरहेका छौँ अब केही अगाडि गएर चाहिँ हामी जोरायल जाने बाटोमा चाहिँ प्रवेश गर्नेछौँ भीमदत्त राजमार्गलाई छोड्नेछौँ अब चाहिँ हामी यहाँदेखि जोरायल जाने बाटोदेखि चाहिँ हामी हिँडिसकेका छौँ लगभग वडा अध्यक्षको दाइको घरनिर चाहिँ रोकी भीमदत्त राजमार्गलाई चाहिँ छोडिसकेका छौँ हामीले यो छोडेर चाहिँ हामी जोरायलको बाटो चाहिँ जाँदैछौँ होइन अब चाहिँ हामी यहाँबाट चाहिँ जाँदैछौँ होइन छोरा झर्ना पिकनिकको लागि जाँदैछौँ यो चाहिँ रामपुर माध्यमिक विद्यालय रहेको छ यहाँ चाहिँ होइन हामी चाहिँ जाँदैछौँ अहिले चाहिँ हामी रोड पक्की भएर कच्ची भयो अहिले चाहिँ हामी पिन्छल खोला पुग्दैछौँ यसलाई चाहिँ घट्टे खोला पनि भन्छ है साथीहरु पनि भन्छ यसलाई कि नाम अनि वाचिङ मिसेस मगर्नी के रे निर्मला चस्मै खतरा छ के आगो त आगो चाहिँ चस्मै खतरा हो क्या
चाहिँ छहरा झरना जाने बाटोमा हामी पुग्न लागिसकेका छौँ। यहाँबाट चाहिँ यता दायाँतर्फ गयो भने चाहिँ जुरायल गाउँपालिका जान्छ भने यो गेटबाट चाहिँ छहरा झरना चाहिँ जान सक्छौँ हामी। यहाँबाट चाहिँ यो तीर्थस्थलमा चाहिँ हामी यहाँबाट यो प्रवेशद्वार चाहिँ अब हामी प्रवेश गर्दैछौँ। छहरा झरना चाहिँ हामी प्रवेश गर्दैछौँ। यो चाहिँ छहरा झरना जाने बाटो चाहिँ पहिला चाहिँ यहाँ सबैहरू चाहिँ कच्ची थियो, अहिले चाहिँ पिच भएर पनि बाटोहरू चाहिँ एकदमै पक्की भइसकेको छ। यहाँ चाहिँ छहरा झरना चाहिँ जाने बाटो चाहिँ पहिलाको भन्दा धेरै राम्रो स्तर उन्नति भएर चाहिँ अगाडि बढिरहेको छ। अर्को भिडियोमा चाहिँ म कसरी पुग्न सकिन्छ छहरा झरना भनेर चाहिँ त्यहाँको विषयमा एउटा भिडियो बनाउने छु। त्यो चाहिँ छुट्टै भिडियो हुनेछ। मिलन भ्लग हेर्दै गर्नुहोला। फाइनल्ली हामी चाहिँ छहरा झरना पुगिसकेका छौँ। अब चाहिँ म यो भिडियोमा चाहिँ छहरा झरनाको विषयमा चाहिँ त्यस्तै व्याख्या विश्लेषण चाहिँ गर्दैन। छहरा झरनाको विषयमा चाहिँ मैले छुट्टै अर्को भिडियो बनाउने सोचमा छु र बनाउँछु पनि। मिलन भ्लग हेर्नुभयो भने चाहिँ त्यहाँबाट थाहा पाउनुहुन्छ। आज चाहिँ हामी पिकनिकको उद्देश्यले आएको हो। आज चाहिँ हामी पिकनिक विशेष नै भिडियो बनाउँछु मिलन भ्लगमा। अब चाहिँ पिकनिक कार्यक्रमको चाहिँ हाम्रो सेड्युल चाहिँ अगाडि बढ्छ। फाइनल्ली हामी चाहिँ पिकनिक स्पोटमा आएको खासमा पिकनिक खानको लागि। तर पनि हाम्रो यहाँ आज चाहिँ पिकनिक स्पोटहरू चाहिँ पुरै प्याक भइसकेको हुनाले चाहिँ हामी अलि साइडतिर गएर चाहिँ आजको पिकनिक कार्यक्रम चाहिँ गर्नेछौँ। यहाँ चाहिँ सम्पूर्ण टोलीहरू चाहिँ आफ्नो काममा लागिरहेका छौँ। कसैले आगोहरू बलाउँदै हुनुहुन्छ, कसैले भाँडाहरू चाहिँ जम्मा गर्दै हुनुहुन्छ, कसैले पानी ल्याउँदै हुनुहुन्छ। आफ्नो काममा चाहिँ सबैजनाहरू आफ्नो काममा हामी बिजी हुँदैछौँ। कामहरू भइरहेको छ। हेर्दै जानुहोस् है त आजको रमाइलो कसरी हुन्छ। हामी गर्ने कोसिसमा छौँ। हेरौँ आजको पिकनिक कार्यक्रम। यहाँ चाहिँ हाम्रो खानाहरू रेडी भइरहेछ होइन। खानाहरू चाहिँ रेडी हुँदैछ। सर म्यामहरू चाहिँ पकाउनमा सुरु गर्नुभएको छ। आलु अझ पाकेन। यो चाहिँ आलु पाक्दैछ होइन। यहाँ त यो बङ्गुरको मासु पाक्दैछ। अब शङ्कर सरले पकाउँदै हुनुहुन्छ। कस्तो हुँदैछ शङ्कर सर? एकदम टेस्टी बनाएर गजब पकाउनु होला है त। हाम्रो यहाँ गोविन्द सर पनि लाग्नु भएको छ। के छ लागिएकै छ? लागिएकै छ होइन। अनि हाम्रो चाहिँ यहाँ गरेछ। यहाँ चाहिँ पाकिरहेको छ। अनि यहाँ चाहिँ लाग्नु भएको छ। हाम्रो चाहिँ त्यस्ता गुनासोहरू आउँछन्। गुनासो नआउने त कुरै छैन नि त होइन। आज भिडियो बनाउनु भएन हजुरले? किन?
चाहिँ सधैँ जसो यो चाहिँ रोस्ट बनाउने काम चाहिँ कविता म्याडमको हुन्छ लाग्नु भएको छ आज पनि सुरुमा आउँदाखेरि नै सुरु गरिहाल्नु भएको थियो यो चाहिँ रोस्ट बनाउने हो अनि यहाँ चाहिँ हामी यो म तार्छौँ त्यसपछि है त यो रोस्टको लागि रेडी भएको छ अनि यो तार्छौँ अनि यहाँ चाहिँ के पाक्दै हो यो दाल फ्राई हुँदैछ आज तपाईँलाई मासु पकाउनु डिपार्ट छैन अहिले पकाउँछु ए ल तपाईँको मासु त मिठो हुन्छ तपाईँले पकाएको मेरो मासु त मिठो हुन्छ गुलियो नुलियो चुकिलो तपाईँको मासु चाहिँ कस्तो छ थाहा छैन तर यतातिर चाहिँ हाम्रो यो के को लागि चटनीको लागि हैन चटनीको लागि टेस्ट बेग्लै आउँछ कि यहाँ चाहिँ मस्त हुँदैछ हैन अचारको लागि हो चटनी त अलि सानो हुन्छ होला हैन हाम्रो चाहिँ नयाँ ग्याङमा हुनुहुन्छ अहिले हाम्रो सर हुनुहुन्छ अब शङ्कर सर त हाम्रो जिन्दाबाद हो जय शङ्कर जय भोले ए यस्तो नगरौँ जय भोले यस्तो गरे सासुले मार्छ र अब पन्डी बाँच्दै सासुले त मार्छ ए यो बाँच्दै गएर न काठको होइन यो त काठको हो नि बाँच्दियो भने जल्लै खाए आज यो भाँचिएको तपाईँको घर निकाला भयो अब फाइनल्ली हाम्रो चाहिँ अब खानपिन चाहिँ हाम्रो रेडी भइसकेको छ अब हामी चाहिँ डान्सतिर प्रवेश गर्छौँ समात्ने मात्रै नहुने है केटा मेरै साथी खाना भएको छ मेरो छम्माको नेपाली भाषा में उसको
बाँकी भिडियो चाहिँ पार्ट 2 मा आउनेछ। पार्ट 1 लाई माया गरिदिनु होला र पार्ट 2 को चाहिँ वेट गरेर बस्दिनु होला।